रवि लामिछाने ठग हो। उसले गरिब जनताले दुःख गरेर राखेको सहकारीबाट पैसा ठगेकै हो। अब पनि तपाईँहरूलाई झुक्काएर फेरि भोट माग्न आउला, सचेत हुनुहोला भन्दै सामाजिक सञ्जालमा रवि लामिछानेको विरोध गरेका धतुरेको चौतर्फी आलोचना भएपछि उनले अहिले आएर माफी मागेका छन्। हेर्नुहोस्। मेरो आशय कुनै पनि पार्टी र व्यक्तिप्रति आक्षेप लगाउने थिएन, म लगाउन पनि चाहन्न। मेरो एउटै भनाइ, रवि लामिछाने दाजु दोषी हुनुहुन्छ भने दोषी करार गर्नु पर्यो, निर्दोष हुनुहुन्छ भने निर्दोष करार गर्नु पर्यो। किन राज्यले यसरी उहाँलाई प्रतिशोध साँच्छ? किन उहाँलाई घुमाइरहन्छ? किन उहाँलाई बारम्बार फसाइरहन्छ? उहाँको कुनै गल्ती छैन भने उहाँलाई निर्दोष साबित हुन दिन पाउनु पर्यो। यदि उहाँ दोषी हुनुहुन्छ भने राज्यले दोषी करार गर्नु पर्यो। कहिले नागरिकता काण्ड भनेको छ, कहिले यो सहकारी ठग्यो भनेको छ, कहिले त्यो सहकारी ठग्यो भनेको छ। यसरी जनतालाई दिग्भ्रमित पार्न पाइँदैन। राज्यले कुनै पनि व्यक्तिलाई प्रतिशोध सान्न पाइँदैन। राज्यका कुनै पनि निकायले कसैलाई पनि प्रतिशोध साँधेर दुःख दिन पाइँदैन भन्ने पक्षधरको व्यक्ति हुँ म। मैले बोल्ने क्रममा मैले बोलेका सबै कुराहरू त यहाँले सुन्नुभएको छैन। जुन किसिमले तोडमोड गरेर मिडियामा ल्याउने काम गरियो, खैर केही छैन। यदि मैले बोल्दाखेरि रासोपा परिवार र रवि लामिछाने दाजुप्रति कुनै असर पुर्याएको रहेछु भने मलाई माफ गरिदिनुहोला।